वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया। हाम्रो तीर्थयात्रा आज यहाँ जोगमुनीबाट प्रारम्भ भएको छ। हाम्रा तीर्थयात्रीहरू यहाँ बस्नुभएको छ रेलको प्रतीक्षा गर्दै। अब यहाँबाट जोगमुनीबाट कटिहारसम्म चाहिँ लोकल ट्रेनमा जानेछौँ। हाम्रा सबै यात्रीहरू तो रेलको पर्खाइमा हुनुहुन्छ। हाम्रो लामो दूरीको यात्रा छ। गुजरातको द्वारिका धाम समुद्र किनारा, गुजरात द्वारिका, सोमनाथ, बेट द्वारिका, रुक्मिणी मन्दिर, दारुकावनमा स्थित नागेश्वर ज्योतिर्लिङ्ग, त्यसै गरी मध्य प्रदेशमा स्थित क्षिप्रा नदीका तटमा महाकालेश्वर ज्योतिर्लिङ्ग, बनारस काशी विश्वनाथ, अयोध्या धामको दर्शन गर्दै हाम्रो तीर्थयात्रा पूर्ण हुनेछ। हामी अब यहाँ रेलको पर्खाइमा बसेका छौँ। ल यसरी हाम्रा यहाँ विद्वान भागवत भास्कर गुरु हुनुहुन्छ साथमा। ल केही दुई कुरा राखिदिनु त। यात्रा हुन्छ कि हुँदैन जस्तो थियो, भगवानको कृपाले भए पनि राम्रै छ। बडा कृपा दृष्टि भएको छ अघि द्वारकाधीशको कृपा दृष्टिले हामी पनि सरिक भयौँ। ल हाम्रो यात्राको बारेमा सबैको यात्रा मङ्गलमय होस्, शुभ होस्। यो चारधाम मध्येको एउटा पश्चिममा अवस्थित द्वारिकापीठ द्वारिका धामको दर्शन गर्न जानुहुनेछ। दिव्य र भव्य अनि सभ्य यात्रा बनोस्। आउँदाखेरि पनि जसरी खुसीसाथ जानुहुन्छ त्यसै गरी खुसीसाथ आउनु होला भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु। मलाई पनि अति नै जाने रहर त फेरि के गर्ने, कहिले पनि जाउँ। समय आएपछि मेरो खतिरी जय होस्। माइला नाति महिनामा एकपल्ट पुगिरहन्छ केही जय अब यहाँ चालेको त भिडभाड छ, त्यही पनि हामी यसो त्यसो गरेर चढ्नेछौँ। हाम्रो चाहिँ कटिहारदेखि प्रारम्भ हुन्छ यात्रा। यो चाहिँ दिल्ली जाने सीमाञ्चल एक्सप्रेस हो। यसमा चाहिँ धेरै चढ्यौँ हामी। यो चाहिँ हाम्रो घर जस्तै हो। यसमा चाहिँ यो ल हामी जाने रेल आउँदैछ। यो चाहिँ लोकल रेल हो, कटिहारसम्म जाने। यात्रीको भिड छ जोगमुनी स्टेसनमा। यो पर आउँदैछ। यहाँ चढेर जाने हो हामी। ल अलिक साइडमा भएर बस्नु होला, आरामले चढ्नुपर्छ। ल हामी जोगमुनीबाट कटिहार जाने रेलमा बसिसक्यौँ। केही अप्ठ्यारो भयो भने तपाईँहरूलाई अलिअलि भिड त भइहाल्छ। यहाँ मात्र अलिक समस्या भनेको यही मात्र हो, उहाँ त आफ्नै सिट हुन्छ। आनन्द छ नि यात्रा। अब जेठ महिना हो, गर्मी त त्यसै भइहाल्छ। ल यात्रीहरूलाई केही सम्झाइनु पर्यो, 2-4 मिनट। यात्री सबै आफै समझदार हुनुहुन्छ, हामीले केही भन्नु पर्दैन। सबै आफ्ना के अरे मान्यजन्य हुनुहुन्छ, आदरणीय सम्माननीय पूजनीय वन्दनीय हुनुहुन्छ। मैले के भन्नै पर्दैन। ल गायककार आउनुभयो। अङ्कलको 2 धाम हो कि 3 धाम हो? 3 धाम हो नि। अब चौथो धाम जाने कि नजाने? ल हामीलाई लोकल ट्रेनले कटिहार आउन अलिक ढिलो गर्यो। राति 7:30 बजे, साँझ 7:30 बजे आइपुग्यौँ र हामीले केही घरमा बनाएर ल्याएका खानपिन सकेर अब सबै यात्रीहरू अहिले भोक मेटाएर सन्तुष्ट भएर आफ्नो सरदमहरू मिलाइरहनु भएको छ।
र यहाँ गुवाहाटीबाट सिल्चर जाने यो ट्रेन नयाँ दिल्ली हुँदै सिल्चर यो रेल यतापट्टिको अगरतलाबाट रानी कमलावती मध्य प्रदेशको जाने रेलहरू आइरहेछन्। यता आकाशे पुलहरू यो कटिहारको स्टेसन हो र चिसो चिसो मौसम छ, पानी पर्न आँटिरहेछ र हाम्रो चाहिँ 10 बजेको गाडी छ। हामी प्रतीक्षा गरेर बसिरहेछौँ कुन प्लेटफर्ममा आउँछ भन्ने कुरा अहिलेसम्म निदो भइसकेको छ। अब हामी सोधपुछमा जानेछौँ र निदो गर्नेछौँ प्लेटफर्मको बारेमा। ल यो कहाँ आइपुग्नु भयो तपाईँहरू? खै यो कटिहार अरे अहिले अनि के गर्नुभयो आइपुगेर? अहिले भर्खरै खाना खायौँ, हामीले ल्याएको खाजा भुजा नास्ता गऱ्यौँ, यस्तै गर्छ। तपाईँले त चिउरै खाएर सन्तुष्ट मान्नुभएको? पनि खाइयो, सब पुरी तरकारी लगाउनु भयो? खाइयो, पढ्न गयो। पुरी तरकारी ल सन्तुष्ट भयो खाना खाएर? अब सन्तुष्ट, एकदम सन्तुष्ट, आराम कुशल आराम कुशल साथ आइपुग्यो कटिहार। राम्रो सुन्नु छ, हामीले टन्नमन्न खायौँ, कटेर आइपुग्यौँ। तपाईँले खानै भएन है क्या हो? खायौँ, मैले टन्नमन्न खाएर अनि बसेको यहाँ। ए ल ठिक छ। अनि खाइपी गरिसक्नु भयो? सन्तुष्ट भयौँ अब यी। ए ल अब मिलाउने यता गर्ने लिच्ची ल्याउनु भएको रहेछ, घरमै फलेको हो क्या हो? के हो यो यस्तो अत्याचार? राम राम खाइसक्नुहुन्छ त दोकान? पुरा दोकानै उठाएर ल्याउनु भयो त? भोलि खाने, सबैजनाले खाने हो नि। अनि अहिले चाहिँ के खानुभयो? अहिले रोटी, सब्जी, अचार, सब थोक खायौँ। ल अनि मेमजी भन्नुहोस् त, केही त भन्नुहोस्। पानी ल्याउने, म पानी लिन जान आँटेको। तिर्खा पनि कति लागेको बाप्रे बाप। हामी जाने गुवाहाटी ओखा एक्सप्रेस, द्वारका एक्सप्रेस प्लेटफर्म नम्बर 8मा आउने रहेछ। यहाँ हामी हेर्दैछौँ चार्ट, यो टिकट काउन्टर कटिहारको अत्यन्त ठुलो स्टेसन छ यो। पुलिस बलहरू सुरक्षाका लागि बसेका छन्। यताबाट टिकट काउन्टरहरू। अब एकछिन हामी बजार एरिया घुमेर आउनेछौँ। हामी हाम्रो गाडी कति नम्बर प्लेटफर्ममा आउँछ भन्ने खोज्ने क्रममा अहिले पुछताछ हुँदैन रहेछ। सबै डिजिटल प्रयोग भइसकेको रहेछ बोर्डमा। हाम्रो द्वारका एक्सप्रेस 15/6/36 नम्बरको गाडी 22 बजेर 5 मिनटमा 8 नम्बर प्लेटफर्ममा आउने रहेछ। गुवाहाटी ओखा एक्सप्रेस, द्वारका एक्सप्रेस। यो कटिहारको भव्य रेलवे स्टेसन हो, अति भव्य छ। यो पूर्वाञ्चल जो एउटा सीमा छ भारतीय रेलवे मण्डलको, त्यो त्यहाँको प्रमुख एउटा जक्सन भनेर बुझ्न सकिन्छ कटिहारलाई पनि। यहाँ भारतीय झन्डा फरफराइरहेको छ। यता बजार निकासीद्वार हो भने यो स्टेसनबाट हामी निक्लिँदैछौँ। हाम्रो उहाँ पण्डितजी आउनुभयो रहेछ। कटिहार घुमिँदैछ। ल ठिक छ। अब गाडी हामीले बुझ्यौँ होइन, कति नम्बरमा लाग्छ अरे? 8 नम्बर। ल 8 नम्बरमा अब जाउँ हामी। अहिले 2 घन्टाको समय छ, 15 मिनट गाडी रोक्छ, आरामले चढ्ने हो। यत्रो पङ्खा सायदै हामीले नेपालमा देखेका छौँ होला। यो चाहिँ भव्य पङ्खा, लगभग झन्डै 1-2 कट्ठा जग्गालाई चाहिँ यसले हावा दिन्छ ओगटेर। यत्रो होल छ, 2 कट्ठाको होलले चाहिँ यसलाई पुरै हावा दिन्छ। यो कटिहार रेलवे स्टेसन हावाहुरी र अविरल वर्षाको कारण हाम्रो गाडी 2 घन्टा 55 मिनट ढिलो छ। अत्यन्त ठुलो हावा हुन्डरी सँगसँगै अविरल वर्षा, थामी नसक्नु वर्षा यो कटिहारको रेलवे स्टेसनमा। हाम्रा यात्री बिचल्ली भएर सुतिरहेको थियो, सबलाई पानीले भिजायो, ब्यागहरू पनि भिजे। अहिले यस्तो अवस्था छ, लाइन गएर छ, बल्ल बल्ल लाइन आयो। बल्ल अब हामीले चाहिँ यहाँ समय भएर छ 23 बजेर 32 मिनट। अहिले सुतेर थियो, यो हावा हुन्डेर पानीले त हामीलाई त छिट्याएर त पल्ला छ पुऱ्याइदियो। अविरल वर्षा कटिहारको रेलवे स्टेसन।
हामी गाडीमा चढेर अब द्वारिकाको लागि प्रस्थान गर्नेछौँ। कटिहारको स्टेसन यो। अब हाम्रो गाडी छुट्ने बेला भएको छ। हाम्रो यात्रा रेलमा चलिरहेको छ। ल अहिले 7 बजेको छ। हाम्रो यात्रा चलिरहेको छ। दिउँसो चाहिँ 3-4 घन्टा त्यति गर्मीले अलिक समस्या बनाएको थियो। चिसो हावा चल्न थालेको छ। हाम्रा जनताहरू यता आई भर्खर आराम गरेका हुन्। अरू सब ठिक छ। रेलको यात्रा हाम्रो टुन्डुला कटेर आगरातिर प्रस्थान गर्दैछौँ। अलिक बढी ठाउँ समेटेर हिँड्दो रहेछ यो रेलगाडी। हुन त स्पिडै कुदाउँदैछ। यसको गति एकदम तीव्र छ र पनि धेरै ठाउँ घुमाउने हुनाले यहाँसम्म ल्याउनको लागि अलिक समय लगायो। हाम्रो रेलको बाटो अगाडि हाम्रा यात्रीहरू तल सुतिरहेछन्। उज्यालो भयो। अब हाम्रा जनता यता सब ठिक छ। हेलो, के छ खबर? जाडो गर्मी भन्नु के छ यात्रा अनुभवहरू? जहाँ हिँड्दैछौँ हामी दिनैभरि राजस्थान हाम्रो दिनैभरि राजस्थान हिँड्छ आज। नेपालभन्दा 3 गुणा ठुलो छ राजस्थान। के हो तपाईँको स्थिति? यहाँ चाहिँ उसको याद दिलायो के एउटा पत्रकार छ नि सिधा मलाई ल हेर्नु यहाँको स्थिति। यहाँको स्थिति अहिले यहाँ यस्तो छ। यति भिड छ मान्छे गर्मीमा। ल हेर यहाँ यस्तो हुन्छ नि। याद दिलायो। भवानीपुर मन्डी रेलवे स्टेसन। हाम्रो यहाँ फलफुलको इन्तजारमा छौँ हामी। जय श्रीराम, जय श्रीराम। ल हाम्रो यहाँ सामान लिएर आउनु भएको छ उहाँहरू। गुजरातकै प्रसिद्ध साबरमती नदी हो। यहाँ रेलका बसका गरेर जम्मा 4-5वटा पुल लागेका छन् परैसम्म। अत्यन्त ठुलो विशाल नदी छ यो। अत्यन्त विशाल नदी गुजरातको। छायापुरी कटेरलाको 1 घन्टाको यात्रा पछि यो पुल बन्दैछ। यहाँ अर्को पुल निर्माण हुँदैछ रेलको लागि। यो उठाएर क्रेनले उठाएर माथि राख्छ। गुजरातको साबरमती नदी हो यो। साबरमती यही द्वारिका मिश्र गोमती बन्छ कि भन्ने हामीले अनुमान गरेका छौँ। अवस्था यो दृश्य यस्तो छ। चिउरीको फुल बिहान भएकै हो। गुजरातको राजधानी गान्धीनगर भए पनि प्रशासनिक सबै कार्यालयहरू अहमदाबादमै छन्। यो गुजरातको राजधानी अहमदाबादको रेलवे स्टेसन आइपुग्न आँट्यौँ हामी। अत्यन्त विशाल ठुलो र विकसित ठाउँ छ यो गुजरातको। अब यहाँ मेट्रो पनि चालु गर्न आँटेको छ। यो गुजरातको अत्यन्त ठुलो यो रेलवे स्टेसन। गुजरात राज्यको रेलवे स्टेसन यो अहमदाबाद। यता मेट्रोको पुलहरू यता चालु हुँदैछ, भर्खर बनाउँदैछ। अत्यन्त विशाल छ, विकसित ठाउँ छ र व्यस्त रेलवे स्टेसन। गुजरातको प्रशासनिक राजधानी अहमदाबाद। हामी 8:37 आइपुग्यौँ। द्वारिका जाँदैछौँ हामी।
यो गुजरातको हुन त गान्धीनगरलाई राजधानी मानिन्छ तर प्रशासनिक र सबै कार्यालयहरू यहाँ अहमदाबादमा छन् त्यसैले गुजरातको राजधानी मान्न सकिन्छ यसलाई। यो रेलवे स्टेसन अहमदाबाद रेलवे स्टेसनबाट यो गाडी अब प्रस्थान गरौँ। हामी जाँदैछौँ अहमदाबादको बाहिरी दृश्य रेलवे स्टेसन भन्दा यो अत्यन्त विशाल सहर छ। यहाँ यी भवनहरू यी प्रसादहरू लगभग 50 तलेभन्दा कम छैनन्, अत्यन्त ठुला ठुला छन्। यो मोदीको गृह राज्य पनि हो अहमदाबाद। यहाँ अब मेट्रो पनि छिट्टै नै चालु हुँदैछ। यो मेट्रोका माथि माथि आकाशे पुलहरू बनिरहेका छन्। यो ठुल्ठुला इन्जिनहरू मिसिनहरू लागेका छन् यो पुल बनाउनको लागि। यहाँ पुल हाम्रो नेपालको जस्तो ढलाइ हुँदैन, यहाँ केवल पिल्लर उठाइन्छ र बाहिरबाट सामान ल्याएर अथवा बाहिरबाट ल्याएर जोडिन्छ यस्ता ठुला इन्जिनहरूद्वारा। यो विशाल विशाल भवनहरू, यो मेट्रोको लागि काम धमाधम भइरहेको छ र बाहिरबाट यो पुल तयार भएर आउँछ र यसरी क्रेनले जोड्छ। यहाँ यो दृश्य हामी देखाइरहेको छौँ। अन्ततः हाम्रो गन्तव्य पूर्ण भएको छ। भगवान श्रीकृष्णको नगरी द्वारिका जक्सनमा आइपुगेर हामी 2083 साल जेठ 11 गते जोगमुनीबाट 2 बजे हामीले प्रस्थान गरेका थियौँ र 11, 12, 13, 14 गते बिहान 4:30 बजे हामी द्वारिका स्टेसन उत्र्यौँ। यो द्वारिकाको स्टेसन हो, भगवान श्रीकृष्णको नगरी द्वारिका धाम। हाम्रा यात्रीहरू उत्रिँदैछन्। भगवान श्रीकृष्णका चित्रहरूले चित्रित गरेको स्टेसन अत्यन्त सुन्दर छ। यो समुद्रको किनार अहिले 4:30 बजिसकेको छ। पूर्वी भागमा हुन्थ्यो भने नेपालतिर अहिले उज्यालो भइसकेको हुन्थ्यो। जहाँ जे मध्यरातै रहेको छ। यहाँ ढिलो रात पर्ने र ढिलै उज्यालो हुने यो भारतको सबैभन्दा पूर्वी भाग हो द्वारका स्टेसन। ल यो द्वारिकाको रेलवे स्टेसन हो, भगवान श्रीकृष्णको नगरी। भगवान श्रीकृष्णका दिव्य चित्रितले अंकित भएको यो द्वारिका स्टेसन त्यति ठुलो नभए पनि दिव्य भने छ। अनि यति टाढा आइपुग्नु भयो, कस्तो अनुभव हुँदैछ तपाईँलाई? राम्रो ठिक छ, भगवानको दर्शन गर्न अब पाइने हो। भर्खर गाडी यो पनि मौकाले यस्ता मौकाले ल भगवानले कल्याण गरून्, भगवानले रक्षा गरून्। कस्तो लागिरहेछ? के भन्नुहुन्छ तपाईँ? यत्रो टाढाको बाटो आउनुभयो, तपाईँलाई चाहिँ नआउने भन्नुहुँदैछ, जुराको हो कि के हो? राम्रोसँगले ल तपाईँ पनि अकस्मात आइपुग्नु भयो, के भन्नुहुन्छ? राम्रो भयो। ल अहिले अँधारै छ, यहाँ 4:30 बजे। अनि रेलमा पनि पहिलोपल्ट चढ्यो कि भन्नु? साह्रै रमाइलो भयो द्वारिका धाममा झऱ्यौँ। अब हामी रमाइलो गर्छौँ साह्रै। अब हामी दर्शन गर्ने कार्यक्रम सुरु हुन्छ, भर्खर झऱ्यौँ। नमस्कार। सोमबार 2 बजे चढेका, आज बिहिबार 5 बजे बल्ल द्वारकाको चौथो दिनमा पो आइपुग्यो त, 3 दिन भनेको। आइपुग्यो। सुत्ता पनि गल्यो। सुतेर त धेर गल्यो। यात्रा धेर भए पनि एकदम रमाइलो भइरहेको छ। अब यहाँ आएपछि ऊर्जा प्राप्त हुन्छ। हजुर आमा पहिले पनि आउनु भएको? ल अब हामी त पहिलोपल्ट आएको हौँ, तपाईँले देखाउनु पर्यो है कहाँ के छ भन्ने कुरो। अब कहाँ लाने, कहाँ बसाउने, कहाँ दर्शन गराउने। हजुरलाई यात्राको अनुभव कस्तो भयो? एकदम राम्रो भयो। खानपिन के कस्तो भयो? ल हजुर यात्राको थोरै अनुभव सुनाउनु त। ठिक छ, यात्रा राम्रो सफल भयो, आनन्दसँगले आइयो। यस्तै त हो यात्रा भन्ने। ल
अब कता जाने हामी? आज अब आश्रम जाँदैछौँ द्वारका भगवानको दर्शन गर्ने भारत सेवा आश्रम जाने भने सबैको सल्लाह त्यही ल भयो ठिक छ। हेलो गुरुजी भन्नु के छ? धेरै लामो यात्रापछि आइयो द्वारका धाम स्टेसनमा आइपुगेको अब आउँदो दर्शन गर्ने योजना हुँदैछ जोस देखेका छैनौँ पहिलोचोटि हो कस्तो हुन्छ यसलाई हाम्रा लीलाले पनि बडा सहयोग मद्दत गर्नुभयो। हिजो हामीले राम्रोसँगले हिजो एकादशीको प्रसादी उहाँको हिजो कि कुन एकादशी थिएन हौ हजुर हाम्रो हिजो पद्मिनी ल हजुर यता यात्राको अनुभव सुनाउनु त तपाईँले पनि। मलाई सुखमय यात्रा रह्यो, हाँसी खुसी आइयो, रमाइलो गर्दै आइयो, कुनै समस्या थोरै 2 दिन पहिलो दिनको गर्मीमा 2 घन्टा गर्मीमा अलिकता भयो, भोलिपल्ट त्यस्तो आपद भएन हामीलाई। ल अनि भारी बिसाउनु भएन त तपाईँले? ल हाम्रा यात्रीहरू उत्रेर अब हामी गन्तव्यतिर प्रस्थान गर्दैछौँ। बाहिर गएर हामी रिक्सा गर्नेछौँ, त्यस पछाडि हामीलाई भारत सेवा सदन सङ्घ पुर्याइदियो भनेर भन्नेछौँ। उहीँ गएर हामी बस्नेछौँ र गोमतीमा स्नान आदि नित्यकर्म सकेर फेरि दर्शनका लागि हामी हिँड्नेछौँ। हाम्रा यात्रीहरू जय द्वारिकाधीश भगवान की। जय द्वारिकाधीश, जय मुकुन्द मुरारी, जय श्री कृष्णचन्द्र। बाहिर अटो रिक्साहरू तयार छन्, हामी अब त्यतै चढेर जानेछौँ अटो रिक्सामा। श्री द्वारिकानाथ धाम हामी गोमती स्नान गर्नको लागि मन्दिरको छेउछाउ गोमती नदीमा स्नान गर्नेछौँ आज। ल यो द्वारिकाको पुण्य क्षेत्र, यहाँ महाराणा प्रतापको शालिग लगाएको छ। सन्तवीर मुडुला एनवटा सन्त रहेछन्, अत्यन्त राम्रो यो चौरा रहेछ। अब हामी सोधीखोजी गरेर गोमती घाटतिर जानेछौँ। जाँदैछौँ गोमतीतिर। यो ठुलो सहर त होइन व्यापारिक केन्द्र, र पनि अहिले ठुल्ठुला बिल्डिङहरू बनेर अब तीर्थयात्रीहरूको कारणले गर्दाखेरि अत्यन्त ठुलो ठाउँ बनिसकेको छ यो समुद्र किनारको। त्यसै पनि रमणीय स्थल विकसित ठाउँ गुजरातको। अब तीर्थयात्रीहरू यहाँ अत्यन्त भिड देखिँदैछ। हाम्रा यात्रीहरू पनि नुहाउन जानुहुँदैछ। यो चाहिँ द्वारका धाममा श्रीकृष्णका गाईहरू हुन्। अत्यन्त विशाल छ, हेर्दै रहर लाग्दो गाई छ नि। यो द्वारिकाका भित्री गल्लीबाट हामी गोमती घाटतिर जाँदैछौँ। सामुद्रिक स्नान गोमती घाटमा अनि भगवान श्री द्वारिकाधीशको दर्शन गर्नेछु। भगवान श्रीकृष्णको यो द्वारिकाका भित्र गल्लीहरू हुन्। कलकत्ता आयो। नमो गोभ्य श्रीमतीभ्य सौरभ्य च नमो ब्रह्मसुताभ्यश्च पवित्रभ्यो नमो नमः। गावमे अग्रतः सन्तु, गावमे सन्तु पृष्ठतः, गावमे हृदय सन्तु, गवाम मध्य वस्तु नमो गवे नमो नमः। नदीको पावन तटमा दिव्य स्नान हुँदैछ यहाँ। र गौ माता चाहिँ साह्रै दयालु, साह्रै वात्सल्य जुन गौ माता पनि।
तर्पण आदि गर्नु हुँदैछ हाम्रो बुवाहरू र त्यहाँ परतिर त्यो समुद्रले छाल हान्दैछ। यहाँको चाहिँ महत्त्व के रहेछ भने गोमतीमा स्नान गरेर समुद्रको छाल हेरेर पुण्य प्राप्त गर्ने। अनि यहाँनिर द्वारिकाधीशको मन्दिर झन्डा फरफराइरहेको छ। भगवान द्वारिकाधीश साक्षात श्रीकृष्ण कलिकालमा यो 4 धाम मध्येको एउटा धाम। उत्तरमा बद्रिका धाम, पूर्वमा जगन्नाथ, दक्षिणमा रामेश्वरम भए जस्तै यो हामीले देखिरहेको धाम चाहिँ श्री द्वारिका धाम हो। यो सप्तपुरी मध्ये एउटा पुरी पनि हो र 4 धाम मध्ये एउटा पश्चिमको धाम पनि हो। यहाँ शारदा पीठ छ। यहाँका गाईहरू चाहिँ साक्षात कृष्णकै स्वरूपका छन् सबै। यहाँ यो पानीमा चाहिँ माछा अत्याधिक रहेछन्। माछालाई जल हाल्ने ल यहाँ नुहाउनु हुँदैछ। नुहाइधुवाइको कार्यक्रम भइरहेको छ। ल र यो चाहिँ यो घाटको यो एरिया हेर्दा चाहिँ ठ्याक्कै जगन्नाथ जस्तो, जगन्नाथको समुद्र बीच यो चाहिँ किनारा गोमतीको जस्तो उहाँको त्यस्तै। मन्दिर अलिक टाढा समुद्रभन्दा उहाँ चाहिँ यहाँ चाहिँ ठ्याक्कै डिलमा रहेछ द्वारिकाधीशको मन्दिर। दिव्य यो किनारा गोमतीको किनारा, समुद्रको किनारा अति सुन्दर ठाउँ। लाखौँ भक्तहरू, त्यसै पनि पुरुषोत्तम महिना चलिरहेको छ। श्रीकृष्णको नाम पनि पुरुषोत्तम, पुरुषाणाम उत्तम इति पुरुषोत्तम, पुरुषहरूमा सबैभन्दा उत्तम पुरुषोत्तम। अनि के गर्ने त आफ्नो विचार गर्नु न त। र उडको सवारी गर्न मन लाग्ने उडको सवारी गर्छन्। अत्यन्त राम्रो छ, सुन्दर दृश्य। गंगा स्नान हाम्रो गोमती स्नान हुँदैछ। दिव्य गोमती स्नान यो अत्यन्त नुनिलो पानी छ। छार समुद्र भन्छ यसलाई। यताबाट आएको समुद्रको छालले उकालिरहेको छ। अगाडि जगदेश्वर द्वारिकाधीशको मन्दिर, दिव्य ठाउँ छ। यो 4 धाम मध्येको एउटा धाम हो। हामी यसरी स्नान गर्दैछौँ। हाम्रो कुनै सेनाको टोली आएका छ। हामी सबैले स्नान हामी गोमती नदीका तटमा छौँ अहिले। यहाँ उड्का सवार गर्दा रहेछन्। यो भगवान द्वारिकाधीश श्रीकृष्णको मुख्य मन्दिर। धर्मध्वजा फरफराइरहेको छ। 4 धाम मध्येको एउटा धाम पश्चिमको। र यो किनारामा रहेको यो दिव्य दर्शन, यो सहरको दृश्य, द्वारिकाधीशको दृश्य झन्डै झन्डै यो जगन्नाथको जस्तै परिदृश्य रहेछ। बीच वहाँ समुद्र बीच, यहाँ चाहिँ गोमतीको तट। र यहाँ गोमती तटमा नुहाउने, गोमती नदीमा नुहाउने एउटा जुन मुख्य महत्त्व छ। त्यस पछाडि समुद्रको दर्शन गर्ने यहाँ चाहिँ त्यहाँपट्टितिर समुद्रको छाल हानिरहेको छ। भने चाहिँ नाम चाहिँ गोमती, तर पानी सबै समुद्रको रहेछ, अत्यन्त नुनिलो। त्यहाँसम्म चाहिँ समुद्रले नै घचेडेको रहेछ गोमती नदीलाई। त्यताबाट आएको छ गोमती नदी। र यो दिव्य दृश्य यहाँ उडको सवार गर्दा रहेछन्। र यहाँ गाईको बाछो, यहाँका गाई चाहिँ मान्छे देख्ने बित्तिकै अगाडि आउँदो रहेछन्। पुरै दृश्य हाम्रो पनि नुहाइधुवाइ गरेर अब तिलक चन्दनहरू लगाउँदैछन् सबैजना यात्रीहरू। र यो दिव्य दृश्य एउटा अलौकिक, एउटा सौभाग्यले मात्र प्राप्त हुने यो धामको धराको पुण्य दर्शन। 7 पुरी मध्ये एउटा मोक्षपुरी, 4 धाम मध्ये एउटा पश्चिमको धाम द्वारिकानाथले सबैको कल्याण गरून्। उत्तरमा श्री बद्रीनाथ, पूर्वमा जगन्नाथ, दक्षिणमा रामेश्वरम र पश्चिममा यो द्वारिकाधीश भगवान श्रीकृष्णको दिव्य मन्दिर छ।
यहाँको एउटा पौराणिक कथा आफ्नै छ। विशेष गरेर जरासन्धले जब मथुरामा 17 पल्ट आक्रमण गरेर 18 पल्ट ब्राह्मणहरूको रक्षा गर्नका लागि भगवान स्वयं रणछोड बढेर हिँड्नुभयो र यहाँ समुद्रमा आएर एउटा नगरी बसाउनु भयो, जसलाई द्वारिका नगरी भनिन्छ। द्वारिका द्वार जहाँ ढोकै छैन, द्वार मात्र, जहाँ बन्द छैन, सबैका लागि खुल्ला छ यो ठाउँ द्वारिकाधीश। र यहाँ आएर भगवानले गृहस्थ लीला आरम्भ गर्नुभयो। 16,108 धर्मपत्नी बनाउनु भयो र यहीँ उहाँका यदुवंशहरूबाट र यहीँ नै कलियुगको अन्त पनि भयो। र अगाडि एउटा सामुद्रिक क्षेत्रमा यादवहरू आफै लडाइँ गर्न थालेर उनीहरूको सम्भार भयो र यहीँबाट भगवानले आफ्नो यो धाममा आएर लीला समाप्त गरेर स्वस्वरूप आफ्नो पूर्व स्वरूपमा फेरि प्राप्त हुनुभयो। यो द्वारिका धाम यहाँको कथा थोरै कथाले के वर्णन गर्न सकिन्छ र यहाँको कथा भागवतका 50 अध्यायदेखि 90 अध्यायसम्म लगातार द्वारिकाधीशको महात्म्य वर्णन गरिएका छन् भने यसको आफ्नै महत्त्व छ। जय द्वारिकाधीश। चन्द्रमा मनसो जात चक्षु सूर्य जायत श्रोत्राद्वैश्च प्राणस्मुखादग्निरजायत। ओम जय जगदीश हरे प्रभु जय श्री कृष्ण हरे। कृष्ण का चरण उपासक हरि का चरण उपासक कति कति पार तरे। ओम जय जगदीश हरे। मन को थाल मंदिर पनि फर्काउनु मन्दिरपट्टि। प्रभु प्रेम रूप बाती भाव कपूर छ मंगल भाव कपूर छ मंगल आरती सब भांति। ओम जय श्री कृष्ण हरे। निरंजन निर्मल कारण अविनाशी प्रभु कारण अविनाशी। शरणागत प्रतिपालक शरणागत प्रतिपालक चिन्मय सुख राशि। ओम जय श्री कृष्ण हरे। सृष्टि स्थिति लय करता त्रिभुवन का स्वामी प्रभु त्रिभुवन का स्वामी। भक्ति सुधा बरसाऊ प्रेम भक्ति बढ़ाऊ शरण पर्यों हामी। ओम जय श्री कृष्ण हरे। आसुर भाव निवारक तारक सुखदाता प्रभु। त मन्दिरतिर फर्काएर गर्नु त यता फर्केर गुण अनुरूप प्रभु हौ हरिहर ओ धाता। ओम जय जगदीश हरे। युग युग पावन गर्छौ अगणित रूप धरि प्रभु अगणित रूप धरि। लीलामय रस विग्रह लीलामय रस विग्रह करुणामूर्ति हरि। ओम जय श्री कृष्ण हरे। ओम लम कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारम सदा वसंतम हृदयारविंदे भवम भवानी सहितं नमामि। ओम कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणत क्लेशनाशाय गोविंदाय नमो नमः। ओम गोमते नमः बालमुकुन्दाय नमः आरत्यम समर्पयामः। द्वारिकाधीश दर्शनको लागि हामी लाइनमा जाँदैछौँ। अब कहाँदेखि लाइन लाग्ने हो, भिड अत्याधिक छ। यो दोकानका सटलहरू हाम्रा यात्रीहरू पछाडिबाट आउनुहुँदैछ। अब लाइन कति बस्नुपर्ने हो हामीलाई थाहा छैन। अत्यन्त भिड छ। हामी श्री द्वारिकाधीश धाममा समुद्र बिचतिर जाँदैछौँ घुम्नको लागि। अहिले 6:30-7 बज्न आग्लो, तर घाम दिउँसोको जस्तो छ। 8:30 बजीतिर साँझ पर्छ। गेटमा बिजुली निक्लिने
निकाल्ने पङ्खाहरू न मौसम नाप्ने त पर यन्त्र घुम्दैछ एउटा गाईहरू ठुला ठुला छन् गुजराती गाईहरू समुद्रको दर्शन हाम्रा सबै यात्रीहरू आउनु हुँदैछ समुद्र हेर्नको लागि अब यहाँबाट पृथ्वी सक्यो पारिपट्टि अब मस्कट अथवा अमन भन्ने देश छ त्योभन्दा उत्तर दुबई देश